साथीहरु म चाहिँ खाना खाएर आउँदैछु अनि कम्पनीबाट ठ्याक्कै म बसेको ठाउँबाट चाहिँ हिँडेर 5 मिनेट त नभनौं 10 मिनेट चान्चुन लाग्छ होला। खै यहाँबाट ब्याकग्राउन्डमा देख्दैनौ त्यो पर देखिएको त्यो पहेँलो पहेँलो बिल्डिङ हो, त्यही बिल्डिङ हो। त्यहाँ चाहिँ यो बेरेना भन्ने एउटा रेस्टुरेन्ट रहेछ र अब म जहिलेसम्म यहाँ रहन्छु, मेरो डकुमेन्ट नबनुन्जेल म यहाँ रहन्छु र त्यसपछि मेरो डकुमेन्ट बनिसकेपछि मलाई यहाँबाट अर्को ठाउँ ट्रान्सफर गर्छ। त्यतिन्जेलको लागि चाहिँ बेलुका 9 बजे 10 बजे बन्द हुने रहेछ रेस्टुरेन्ट। अनि बिहान चाहिँ अब 11 बजे पछि खानेकुराहरू रेडी हुने रहेछ। अनि यस्तो छ कुराकानी चाहिँ। अनि त्यही भएर खाना खाएर आएको। हिजो चाहिँ त्यही रुममै ल्याइदिएको थियो। अब सायद अब डेलिभरी चार्ज अलिक महँगो पर्ने भएर होला कि खै के हो। अब आजबाट त हिँड्दै जा भनेर भनौँ। अनि यसो सोचेको ठिकै पनि छ। अब भात खाएको हुन्छ है, खाँदै सुत्दै बल्ल बल्ल अलिअलि मासु घटेको फेरि बढ्ने भयो भन्ने पिर लागिरहेको थियो। अनि यसो 5-10 मिनेटै मात्रै पनि हिँड्दाखेरि धेरै अथवा हुने लागेर चाहिँ अनि म हिँडेको।